सरप्राइजिङ सिन हेरौँ कतिको मजाको सिन आउँछ जस्ट इमेजिन वेट एन्ड वाच एन्ड फिल रिल्याक्स ओहो कहाँ पुगिरहेको छौँ हामी ओ माई गॉड व्हाट इज दिस oh my god कति बेरसम्म हेरेर पुग्ला जस्तो यो मलाई त लाग्दैन एक कान्ता हेरेर पनि पुग्ला जस्तो लाग्दैन oh my god राइजिङ डाँडाको यो टपमा हो यहाँबाट अन्तै पुग्छ कहाँ पुग्छ होला तर ट्रेकिङको बाटो हुनसक्छ त सिक्लेस आउँदाखेरि लास्ट डेस्टिनेसन लास्टमै पुग्ने भनेको यहाँसम्म हो यो के हो भनेर यहाँ दिइरहेछ द्याट्स वान लमजुङ हिमाल 6918 मिटरको बिचमा अन्नपूर्ण सेकेन्ड जुन पोखराबाट हेर्दाखेरि पनि यो हात्ती जस्तो देखिने चाहिँ दिस वान हात्तीको साइज देखिने अन्नपूर्ण सेकेन्ड एन्ड देन दिस वान इज अन्नपूर्ण फोर्ट 7525 मिटरको राइजिङ डाँडा अल्टिट्युड 2350 मिटर गुड 2350 मिटर ये रहा विश्राम स्थल थकाइ मार्ने ठाउँ एन्ड देन सिक्लेसको एरिया यहीँबाट हामी उक्लेको एउटा धारा यहाँ पनि पानी आउँछ क्या हुँदैन राइजिङ डाँडा सिक्लेसको राइजिङ डाँडा सिक्लेस वार्ड नम्बर 9 यहाँको हाइट भनेको 2350 मिटर छ 2350 मिटरको हाइटमा हामी आइपुगेका छौँ जहाँबाट अन्नपूर्ण फोर्ट यो टुप्पो यो बिचको अन्नपूर्ण सेकेन्ड अनि हजुर हिउँले खाएको होला हो घाँसै मात्रै छ त्यहाँ त्यो जुन होइन घाँस उम्रेर त्यो खुइलेको होला कि घाँस